गराउनु यो यो चलायो भने झन् स्मेल आउँदो रहेछ कि। ओ माई गड। हेलो गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज म हजुरहरूलाई एउटा कुरा सेयर गर्न गइरहेको के भन्नुहुन्छ भने यो चाहिँ मेरो लागि एकदम बिग डिसिजन हो र पनि मैले आज आफूलाई च्यालेन्ज गरेको कि नत्र योभन्दा पहिला पनि मैले अगाडि लिएर आएको हो। लुक एट दिस नातो। मैले अस्ति पनि लास्ट मन्थ पनि 5वटा नातो लिएर आएको थिएँ खान्छु भनेर साथीलाई च्यालेन्ज गरेँ, तर आई कान्ट। मैले फ्याँक्दै थियो गोमीमा सुनवामा, यत्तिकै मेरो पैसा मात्रै वेस्ट भयो। मैले पहिला काम गर्ने ठाउँमा पनि एकदम धेरै यो नातो एकदम धेरै बिग छ कि, तर पनि मलाई यो नातोको गन्ध यति मन पर्दैन स्टिल पनि मेरो मुखमा घाउ आइरहेछ। पेटको प्रब्लम, स्किनको प्रब्लम, हेयर फलहरू चाहिँ यो नातो खायो भने चाहिँ हाम्रो चाहिँ अलिक राम्रो हुन्छ अरे होइन, त्यस्तो मान्छेले खानुपर्छ अरे। तर मैले चाहिँ त्यो गन्धै मन पर्दैन, खानेकुरा त परै जाओस् न। तर आज छुट्टीको दिन मैले आफूलाई च्यालेन्ज गरेको के दुःख सुख आफ्नो ठाउँमा छ, तर आज चाहिँ मैले यो ट्राई गरी हेर्छु के हुन्छ। भमिट आए पनि जेसुकै गरे पनि ट्राई नगरिकन त आउँदैन भनेर त्यसको लागि मैले लेमन लिएर आएको छु, किम्ची लिएर आएको छु, अहिले भर्खर खोलेँ। अनि अन्डा पनि यहाँ लिएर आएको, तर अन्डा चाहिँ मलाई त्यो भमिट आउँछ होला भनेर अन्डा चाहिँ हाल्दिनँ म। फर्स्टमा यसलाई ओपन गर्छु। मेरो साथीहरूले भन्छन् कि तैँले एकचोटि दुईचोटि खा, एकचोटि दुईचोटि खाएपछि तँलाई त्यस्तो केही फिल हुँदैन भनेर भन्छन्, मिठो लाग्छ भन्छन्, हेल्थको लागि राम्रो अरे। हेल्थको लागि राम्रै भयो। लुक, मलाई यो झलङ लाग्नु भने नि खासमा त सबैभन्दा मन नपर्ने कुरै यही हो। अनि यो गन्ध, मलाई यसको गन्ध चाहिँ एकदम धेरै मनै पर्दैन कि, र पनि क्या गरे ट्राई गर्छु कस्तो हुन्छ हेरौँ। एकचोटि दुईचोटिसम्म खाम, अनि त्यस पछाडि पनि अब एकदम धेरै गाह्रै भयो भने, भमिट आउने इधर उधर भयो भने चाहिँ यामीमास। मेरो साथीले मलाई यो नातो खुवाउनको लागि अस्ति म काममा जाँदाखेरि मेरो सब्जी थिएन, उसले नातोको सब्जी बनाएर लिएर आएको, तर मलाई गनाएर मैले खानै सकिनँ। तैपनि म चाहिँ यो आज चाहिँ खानेवाला छु, जेसुकै होस्, यो दुनियाँ इधर का उधर होस् मर्छु होला, केही छैन। मलाई नातो खानु छ नि त, अमिलोले काट्छ अरे कि त्यो गनाएको चाहिँ, त्यही भएर ओके। म चाहिँ यसलाई अब यो चलायो भने झन् स्मेल आउँदो रहेछ कि। ओ माई गड। आफ्नो पीडा एकातिर छ, नातोको पीडा अर्कोतिर छ। किन होला कस्तो गनाउने के, तर जेसुकै होस् म खाइसक्छु कि। मलाई बमिटै आए पनि जेसुकै भयो भने गाइस खान्छु ल। मम्मी प्लिज मलाई हेल्प गर्नु, इतादाकिमास। मैले त अमिलो हालेको भएर होला, तर त्यो स्मेल एकदम हरायो कि। कहाँ हरायो गाइज, आई कान्ट बिलिभ के यो स्मेलै हरायो। यस्तो हुन्छ कस्तो, मलाई यो के हो यो यस्तो।
Guys, can you believe? मैले खाएँ के वेल डन मैले नाक्तो खाएँ के भगवान यो भन्दा मैले आफूलाई कहिले पनि म यो नाक्तो खान्छु भनेर चाहिँ मैले कहिले सोचेको थिइनँ कि मैले नाक्तो खान सक्ने रहेछु के गाइस त्यो गन्ध स्टार्टिङमा त्यो गन्ध आएको थियो मैले चाहिँ यो लेमन हालेको थिएँ नि त यो लेमन हालेको भएर सायद यो लेमन र किम्चीले चाहिँ मलाई खान सजिलो भएको होला गन्ध त अहिले हल्का हल्का त आएको छ तर खानलाई एकदम सजिलो चाहिँ भयो कि म छक्क परिरहेको छु मैले नाक्तो खाएँ मैले यसरी खाएँ नि यति छिटो खाइसकेँ कि ओ माई गड अबदेखि मैले नाक्तो खाने छु यहाँ 2टा छ अबदेखि मैले हप्तामा 2 चोटि खान्छु एकैचोटि त अब त्यो मेरो स्टार्टिङ हो थाहा छैन अब मेरो शरीरले मलाई डाइजेस्ट गर्न सक्छ सक्दैन अहिले एकछिनमै किम्ची बार भएर भमिट गर्न ब्रेक पनि लाउँदिनँ तर मैले यति कुरा चाहिँ फिक्स भयो कि मलाई थाहा भयो कि हे भगवान गाइज मेरो साथीहरूले चाहिँ यो भिडियो हेरेर कोमामा जानेछन् यिनीहरूले मलाई जहिले गिज्याउँथे मैले नातो खाँदिनँ उता पर लैजाऊ मैले कस्तो नखडा देखाउँथेँ कि मलाई यो नातोको गन्ध अब यो राख्न थालेँ कि अब गन्ध आउन थाल्यो अघि चाहिँ सट्टै खाँदाखेरि चाहिँ गन्ध आएको थिएन तर आई प्राउड अफ माई सेल्फ मैले नातो खान सकेँ यो भनेको मैले सगरमाथा चढे जत्तिकै हो त्यही भएर हजुरहरू पनि नातो खानुहुँदैछ भने तपाईँहरूले पनि यो लेमन र किम्चीलाई चाहिँ मिक्स गरेर खानु म जस्तो मान्छेले त नातो खायो भनेपछि त गाइजहरू तपाईँहरूले पनि खान सक्नुहुन्छ त्यही भएर थ्याङ्क यू फर वाचिङ आई एम सो ह्याप्पी गाइज ओके बाई बाई